के तपाईँ इटहरीमा जग्गा चाहिएको छ? यदि चाहिएको छ भने आउनुहोस्, सम्पर्क गर्नुहोस्। इटहरीको मुटुमा रहेको जग्गा एकदमै तपाईँले नसोचेको दाममा पाउन सक्नुहुनेछ। अरे म सीसी क्यामेराको निगरानीमा छु। दर्शकबिन के पत्याउनुहुन्छ? इटारीको मूल मुटु र मूल बजारको बीचमा तपाईको 10 लाखमा एउटा घडेरी आयो। अचम्म छ दर्शकबिन। कस्तो खालको तपाईको भन्नुहुन्छ भने म आउनुहोस्, यो ब्लक लाग्छ। यो चाहिँ यहाँ आउनुहोस्, यो ब्लक, यो चाहिँ के भन्छ यसलाई? ब्लक भन्छ। अब यहाँ यसरी लाग्छ। तपाईँ सोच्नुहोस्, अब ठ्याक्क यसरी ट्याक 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 यो लाग्छ। यो 20 फुटे रोडमा तपाईको मात्र 2,50,000 धुरको हो। अलरेडी यहाँ ब्लक पनि आइसकेको छ, टाइल भन्दा नि हुन्छ। र यो पोल देख्दै हुनुहुन्छ, यहाँ चाहिँ सेन्सरवाला हुन्छ। यहाँ बत्तीहरू सेन्सरवाला, त्यसपछि सीसी क्यामेराहरू हुन्छ। अब तपाईँ हेर्नुहोस्, यो कुन बोर्डिङ? यहाँ बोर्डिङ पनि छ। यहीँ पछाडि यहाँ एउटा बोर्डिङ छ भने यहाँ मास्तिर राष्ट्रिय स्कुल छ भने। नमस्ते, म देवेन्द्र लिम्बू। अहिले तपाईँले हेर्दै हुनुहुन्छ तिनजुरी अनलाइन टिभी। अब तपाईँ यो रोडको कुराकानी गरौँ। यो रोडको तपाईँलाई म सिधै देखाउँ कि यो डबल ड्रेन हो। ल आउनुहोस्, यसरी कसरी डबल ड्रेन लाएर तपाईँले इटहरीको एउटा सुनसरी जिल्लाको इटहरी जस्तो ठाउँमा तपाईँले 2,50,000 धुरको कसले दिन्छ? 8.5 धुरदेखि तपाईँको 10-12 धुरसम्म लिनु सक्नुहुनेछ। त्यस कारणले तपाईँले 10 धुर लिनु भने तपाईँले 10 लाख तपाईँले डिपोजिट गर्नु भने तपाईँको नाममा धनी पूर्जा यानि कि लाल पूर्जा आउनेछ। र आइसकेपछि त्यो लोनको व्यवस्था हुनेछ। किन भन्दा त्यो सुविधा भनेको थोरै मान्छेले पैसा कमाउनेले पनि किन्नु सक्यो। यो तपाईँले देख्दै हुनुहुन्छ, यो दुईपट्टि ड्रेन यस्तो राम्रो न राम्रो, हेरौँ हेरौँ लाग्दो। तर यो त अझै यो ब्लक लाग्नै छ बाँकी। यत्तिकोमा आउँछ ब्लक लाग्छ, यसमा गिटी हुन्छ, रडा हुन्छ, अनि यो माथिको ब्लक लाग्छ भनेपछि कतिको मजबुत, कतिको राम्रो जग्गा रहेछ। मात्र यो इटहरी आँपगाछी है, इटहरीको आँपगाछी हो। त्यसको सोल्टी होटलको पछाडि 500 मिटर मात्रै छ। तपाईँले भन्नु पर्दाखेरि यो चाहिँ 500 मिटर मात्रै यता छ नि। यो हेर्नुहोस्, यो वरिपरि सहरै सहर छ। यो बीच बजारमा तपाईँको यति सस्तो तपाईँले खोज्दै हुनुहुन्छ भने यो भिडियो सेयर गर्नुहोस्। कतै दलालबाट नफस्नुहोस्, नत्र विश्वास छैन मलाई पनि फोन गरेर आउनु सक्नुहुनेछ। देवेन्द्र लिम्बू ने चिन्नु सक्नुहुनेछ। र यसमा अब प्रत्येक पोलमा सेन्सर लाग्छ। तपाईँको यहाँ मात्र अब 30वटा घडी छ। निकै बिक्री भइसक्यो। पर देख्नुहुन्छ, यहाँ पर यो बाँसगढीको माथिल्लोपट्टि बिल्डिङहरू देखिन्छ। त्यहाँ चाहिँ धमाधम कतिमा बिक्री हुँदैछ भने 2,80,000, 3 लाख, 2,80,000 भन्दा 1 रुपियाँ पनि तलमाथि भई बिक्री हुँदैछ भने यो ठाउँमा चाहिँ कसरी 2,50,000 भयो भन्नुहुन्छ होला। फेरि आउनुहोस्, फेरि एकैसँग सुनौँ हामी। किन भन्दाखेरि यो एरियादेखि है, यो एरिया यति एरिया हो, यो पनि बाटो खोलिन्छ। यहाँ चाहिँ किन यहाँ स्कुल बस बोर्डिङको स्कुल यही हो बोर्डिङ। लो हेर्नुहोस्, यो बोर्डिङ, त्यहाँ देख्नुभयो बोर्डिङ? त्यही पछाडिपट्टि एउटा बोर्डिङ छ, ठुलो बोर्डिङ छ। इटहरीको शिक्षा बाटिका जस्ता बोर्डिङहरू छ। लगायत यो सुनसरी भनेको नेपालको 8औं सहरमा पर्छ। यो सहरको बिचमा तपाईँले 2,50,000ले धुरकोले दिँदाखेरि किन नकिन्ने? किन त्यसरी आयो भन्दाखेरि यो चाहिँ अलरेडी प्लटिङ जग्गा ठुलो। यो किन्दाखेरि तपाईँको एकदम सस्तो पर्नुमा आयो। सस्तो पर्नुमा आउँदाखेरि चाहिँ किन आखिरी तपाईँलाई महँगोमा पार्नु भनेर यो सुविधा ल्याएको छ। यो भिडियो सेयर गर्नुहोस्। मैले अघि भन्दैछु, तपाईँहरू कहीँ नफसिकन सिधै यहाँ जग्गाधनी यहीँ पर बस्दै उभिराख्नुपर्छ। अलिकति माथि ड्रोनबाट हामी यो सुट गर्नेछौँ, ड्रोनबाट पनि देखाउनेछौँ। र तपाईँ सेम यहाँ आएर पनि तपाईँले यो जग्गा मन पराएर किन्नु सक्नुहुनेछ। सीसी क्यामेरा 2 पोल 3 पोल छोडेर लाग्छ। त्यो पो कम्पनीले राखिदिने, यही घडेरीको कम्पनीले राखिदिने हो। अनि तपाईँ हेर्नुहोस्, यहाँ अब चारैपट्टि यहीँ छ पिच रोड। यो सफारी हिँडेको त्यो पिच रोड हो। त्यहाँको तल टायल पिच भन्दा राम्रो हुन्छ। त्यहाँको चट्टै एउटा बाटो छुट्यो, पल्लोबाट अर्को बाटो छुट्यो, यताबाट एउटा बाटो छुट्यो, उता एउटा बाटो छुट्यो हो यसरी। अब यहाँ पर यता जोडियो भने यहाँ कि तल यता जोडिएको छ। यो हेर्नुहोस्, यो कत्रो ड्रेन छ। ल यो बिल्डिङहरू छ यता पर, त्यहाँ पनि प्लानिङ हुँदैछ। यहाँ हेर्नुहोस् ड्रेन, तपाईँको आँखा अगाडि यस्तो खालको ड्रेन बनाएर
नेपाल सरकारले बनाउनु नसकेको चाहिँ नेपाल सरकारको मापदण्डमा बनेको ड्रेन बनाएर कतै तपाईँले यति सस्तोमा दिन्छ त के पत्याउनुहुन्छ तपाईँ। अब यो हेर्नुहोस् यहाँ पनि ड्रेन यत्रो बन्दैछ, यता बन्दैछ यो ड्रेन। अब यहाँ टक्कसँगले यहाँ तल पनि प्लानिङ हुँदैछ। त्यस कारणले तपाईँले यो जग्गा तपाईँलाई मन पर्यो भने तपाईँ आफै आएर